यहाँ पनि एकदमै राम्रो पेन्टिङ गरिएको छ। राउन्ड बोटलाई सजाएर राखेको छ। आजको प्रोग्रामको यहीँनिर हुन्छ। पुरै हरियाली हरियाली हरियाली। अनि हरियालीको छेउमा पहाड सबैभन्दा अग्लो। बादलले ढाकिसक्यो। म चाहिँ बसबाट उत्रेर फेरि पनि रुमसम्मको यात्रा 25 मिनट छ। यही नजारा देखाउँदैछु तपाईलाई। पहाडको नजारा एकतर्फ तपाईलाई। यस्तै बाटोमा अहिले चाहिँ प्यारो प्यारो नजाराहरू हेर्दै अनि यहाँ चाहिँ थुप्रै टायरहरू सक्दो भयो भने चाहिँ फेरि हरे इन्डिपेन्डेन्ट डे प्रोग्राममा चाहिँ जानेछु। अनि यहाँ साथीहरूसँग पनि कुरा गरेर आएको छु। नजारा स्टेसनको नजारा हेर्नुहोस्। पहाडमा कस्तो घुसेर आएको। हेलो गाइस, सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ आज आइतबार छुट्टीको दिन चाहिँ अनि भिक्टोरिया जाँदैछु। आज 29 जुन सन्डेको दिन। आज सेसल इन्डिपेन्डेन्ट डे। हेलो नमस्ते सबैजनालाई। आज 29 जुन सेसल देशको आज इन्डिपेन्डेन्ट डे। अनि आज चाहिँ म प्रोग्राम लगायत चर्चमा जाने छु। अनि केही दृश्यहरू तपाईलाई देखाउने छु। हेर्नुहोस् यहाँको आजको नजारा एकदमै रमाइलो छ। पहाडमा बादलहरू हेर्दै गर्नु होला। सब्स्क्राइब गर्नु नभुल्नु होला। म एउटा झरेको पात जस्तै तर प्रभुले उठाउनु भयो। म एउटा झरेको पात जस्तै तर प्रभुले उठाउनु भयो। म संसारको दरिलो बन्धनमा परेको थिएँ। यो दुनिया मेरो घर होइन। के म जाऊँ बित्दै हातले। प्यारो प्यारो नजाराहरू। मान्छेमा होइन परमेश्वरमा विश्वास गर।